साथीहरु सबैजनालाई नमस्कार। यस अंकित रावलको युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। तपाईहरुलाई अवगत नै छ कि हामीले यस च्यानल मार्फत विभिन्न बैंकिङ लिटरेसीसँग सम्बन्धित भिडियोजहरु राख्दै आइराखेका छौं। त्यसै सन्दर्भमा धेरै साथीहरुले कमेन्ट गरिराख्नु भएको थियो, यो बैंक तथा वित्तीय संस्थामा राखेको ब्याज कसरी गणना गर्ने भन्ने विषयमा एउटा भिडियो बनाइदिनुस् न, जसले गर्दाखेरि हामीले सहज होस् न, ब्याज कसरी क्याल्कुलेसन हुने रहेछ, कति प्राप्त हुने रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ भनेर धेरैले कमेन्ट गरिराख्नु भएको कारणले गर्दा म तपाईको केही यति कमेन्टको तपाईको सम्बोधन गर्ने सिलसिलामा आज एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। यसको टपिक रहेको छ मुद्दती ब्याज कसरी गणना गर्ने भन्ने छ। सामान्यतया यो मुद्दती मात्र नभएर गाउँघरमा थुप्रै तपाईले ब्याजहरु गणना गर्न सक्नुहुन्छ। यस्तो ब्याज सामान्यतया सर्ट टर्मको लागि मैले क्याल्कुलेसन गरेको छु, लङ टर्ममा छैन। यो एकदमै इजी छ बुझ्नको लागि। ब्याजको फर्मुला के हो भन्नुहुन्छ भन्दा अथवा ब्याज निकाल्ने एउटा सूत्र के हो भन्नुहुन्छ भन्दा यो ब्याज भनेको सामा है, जसलाई हामी पी भनेर भन्ने काम गर्छौं, समयलाई हामी टी भन्छौं र ब्याजलाई हामी आर भन्ने काम गर्छौं। PTR/100 भन्छ है। यो ब्याज निकाल्ने सूत्र के हो रे भन्नुहुन्छ भन्दा इन्ट्रेस्ट निकाल्ने सूत्र के हो रे भन्नुहुन्छ भन्दा PTR/100 भन्छ है। यो चाहिँ मेजर यसको फर्मुला हो। अब मैले तपाईलाई दुईटा केस उल्लेख गरेको छु। पहिलो केस रहेको छ के भन्नुहुन्छ भन्दा पहिलो केस कस्तो छ भन्नुहुन्छ भन्दा सामा छ तपाईको 10 लाख रुपैयाँ, समय चाहिँ हामीले 3 महिनाको लागि मुद्दती राख्न खोजिराखेका छौं। यसको ब्याज दर तपाईको 4% छ र यसको कर कट्टी चाहिँ तपाईको कति पर्सेन्ट छ, 6% छ भन्ने कुरा मानौं है त। यो एजम्पसन गरौँ। तपाईको सामान्यतया तपाईले राष्ट्रिय वाणिज्य बैंकमा अहिले मुद्दती राख्नु भयो भने 3 महिनाको लागि राख्नु भयो भने ठ्याक्कै यही केस हुन्छ, ठ्याक्कै यही केस हुन्छ। यो भन्दा फरक केस हुँदैन साथी है त। अब हेर्नुस्, केस 1 को मैले यहाँ सोलुसन गरेको छु। जस्तो तपाईको हेर्नुहुन्छ भने तपाईले ब्याज निकाल्नु पर्यो, यसको लागि ब्याज क्याल्कुलेसन गर्नु पर्यो। ब्याजको लागि के हो रे भन्नुस् त, सामा, समय र ब्याज दर। सामा हाम्रो कति छ, 10 लाख रुपैयाँ छ, मैले यहाँ 10 लाख रुपैयाँ राखेको छु। समय कति महिना, 3 महिनाको लागि, तर हाम्रो वर्षमा कति महिना हुन्छ, 12 महिना। त्यसकारणले गर्दा मैले 12 ले डिभाइड गरेको छु र तपाईको ब्याज दर कति पर्सेन्ट हो, 4% र डिभाइड बाइ 100। यो 100 लाई चाहिँ मैले यही राखेको छु। टी भनेको समय, समय भनेको 3/12 है। त्यसैगरी तपाईको ब्याज दर भनेको 4% छ, सामा भनेको 10 लाख, यही सबै दिएको छ, त्यसले मैले टिपेर यहाँ राखेको छु। यसरी क्याल्कुलेसन गर्ने बेला तपाईको ब्याज कति आउँछ भन्नुस् त, 10,000 रुपैयाँ आउँछ है। यसरी तपाईको हेर्नुहुन्छ भने 3 महिनामा तपाईको ब्याज कति आउने भयो, 10,000 रुपैयाँ आउने भयो। अब यो 10,000 आउने ब्याज क्याल्कुलेसन हुने बित्तिकै यो पैसा तपाईको खातामा, तपाईको अकाउन्टमा आउँदैन साथी है त। यो खातामा नआउने किन भन्नुहुन्छ भन्दा तपाईले त्यसरी मुद्दतीबाट राखेर इन्कम गरेको पैसा के हो भन्नुहुन्छ भन्दा तपाईको आम्दानी हो भन्छ के, तपाईको इन्कम हो भन्छ। तपाईको इन्कम हुने बित्तिकै के गर्नु पर्यो त्यसको भन्नुहुन्छ भन्दा त्यसको पेमेन्ट गर्नुपर्ने भयो है। त्यसको चाहिँ तपाईको सरकारले कर तिर्नु पर्ने भयो। त्यसकारणले गर्दा तपाईले कर चाहिँ हेर्नुहुन्छ भने कति पर्सेन्ट छ भन्नुस् त, कर चाहिँ तपाईको 6% तपाईले तिर्नु पर्ने रहन्छ। अर्थात कसको 6% भन्नुहुन्छ भन्दा यहाँ पनि उल्लेख गरेको छ भन्दा तपाईको ब्याजको 6% ले कर तिर्नु पर्ने भयो है। अब तपाईको सामान्यतया धेरैले के भन्नुहुन्छ भने सर ओहो 4% कमाउने अनि 6% तिरेको त घाटा लागेन भन्नुहुन्छ। त्यो भन्न खोजेको के भन्दा 6% तिर्ने कसको भन्दा इन्ट्रेस्टको तिर्नुपर्छ है, ब्याजको तिर्नुपर्ने हुन्छ। यहाँ हेर्नुहुन्छ 10,000 को 6% भनेको कति आयो, 600 रुपैयाँ आयो, बुझ्नु नि, 600 रुपीज आयो। अब तपाईले प्राप्त गर्ने ब्याज कति थियो, 10,000 रुपैयाँ थियो। 10,000 मा 600 रुपैयाँ कसलाई तिर्नु भयो, सरकारलाई तिर्नु भयो है। 10,000 रुपैयाँ तपाईको इन्कम थियो, 600 रुपैयाँ सरकारलाई तिर्नु भयो भने तपाईको खातामा कति पैसा प्राप्त भयो भन्नुस् त, 9,400 रुपैयाँ है त। 9,400 रुपैयाँ प्राप्त भएको छ। पहिलो केसमा हेर्नुहुन्छ यस्तो केस छ, तपाईले बुझ्नु भयो होला जस्तो मलाई लाग्छ। अर्को तपाईको केसमा दोस्रो केस छ। त्यो दोस्रो केसमा सामा कति छ भन्नुस् त, 1 लाख रुपैयाँ छ। कति समयको लागि, 1 वर्षको लागि। ब्याज दर कति छ, 5% छ। कर कट्टी कति छ, 6% छ। यो 6% चाहिँ तपाईको सबैमा लाग्ने काम गर्छ साथीहरु है त। अब हेर्नुस्, यसको ब्याज निकाल्ने सूत्र के हो रे भन्नुस् त, सामा, समय, ब्याज दर डिभाइड बाइ 100। सामा कति छ, 1 लाख रुपैयाँ छ। हेर्नुस् है, सामा कति छ, 1 लाख रुपैयाँ छ। समय कति छ, 1 वर्ष छ। ब्याज दर कति छ, 5% छ, डिभाइड बाइ 100 को 100 छ।
अब यसको क्याल्कुलेसन गर्दाखेरि कति आउँछ भन्नुस् त? 1 वर्षमा सामा कति आउँछ, सरी ब्याज कति आउँछ? 5000 रुपैयाँ आउँछ। यो 5000 तपाईको खातामा आउँदैन के साथी, बुझ्यो नि? के हुन्छ भन्दाखेरि हामीले अघि पनि भन्यौं 6% ट्याक्स सरकारलाई पेमेन्ट गर्नुपर्छ, किन भन्दा यो आम्दानी मान्छ। अब कर कसको तिर्ने? 5000 को 6% तिर्ने। 5000 को 6% भनेको कति हो? 300 रुपैयाँ। अर्थात् तपाईले हेर्नुहुन्छ भने तपाईको 5000 रुपैयाँ तपाईको टोटल पैसा, तपाईको ब्याज 300 रुपैयाँ सरकारलाई तिर्नु भयो भने तपाईको खातामा कति आउने भयो? 4700 रुपैयाँ तपाईको खातामा आउने भयो, बुझ्यौ नि? तपाईको खातामा आउने नेट तपाईको खातामा आउने तपाईको ब्याज इन्कम कति हुने भयो भन्दाखेरि 4700 रुपैयाँ हुने भयो। एवं रीतले यदि तपाईले के गर्नुभयो 1 लाख को ठाउँमा 10 लाख राख्नु भएको थियो भने के हुन्थ्यो भन्नुस् त? केसमा 4700 टाइम्स के गर्नु पर्थ्यो भन्नुस् त? 10 गर्नु पर्थ्यो, 10 गर्नु पर्थ्यो। 10 गर्दाखेरि 1 वर्षमा आउने ब्याज प्राप्त हुन सक्थ्यो होला हो। यसरी तपाईले ब्याज दर क्याल्कुलेसन गर्नुपर्ने हुन्छ, ब्याज क्याल्कुलेसन गर्ने हुन्छ। कति आउँदो रहेछ त मेरो खातामा पैसा भन्ने कुरा यसरी तपाईले बुझ्न सक्नुहुन्छ। मैले सामान्य छोटो मिठो तरिकाले तपाईलाई बुझाउने प्रयास गरे। तथापि तपाईलाई के कन्फ्युजन छ भने प्लिज कमेन्ट गर्नुहोला। हामी फेरि अर्को भिडियो मार्फत फेरि तपाईलाई थप सिकाउने नै छौं। र यस्तै तपाई भिडियोजहरु तपाईले जान्न चाहनुहुन्छ बैंकिङ लिटरेसीसँग सम्बन्धित भने कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला र नजिकैमा रहेको बेल आइकन पनि थिच्नु नबिर्सनु होला भन्दै आजको यस भिडियोबाट म तपाईको साथी अंकित राउल पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार।